माघ 17 गते शनिबार। यस्तो छ तपाईको राशिफल। मेष, स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नेछ। आय आर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। वृष, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ। अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मेहनत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। मिथुन, प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। समयमा होशियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ। मेहनत अनुसार फाइदा कमै होला। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। कर्कट, चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सिंह, रमाइलो यात्रा हुने सम्भावना छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आम्दानी बढ्नेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। कन्या, आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। तुला, भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। वृश्चिक, श्रमको उचित मूल्याङ्कन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहवर्धक रहन्ला। नयाँ ज्ञान प्राप्त हुने योग छ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ। भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। धनु, मेहनतले आम्दानी बढाउनेछ। आय स्रोत बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय छ। साझेदारीमा राम्रो फाइदा हुनेछ। आय आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। मकर, कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूका विषयमा चासो लिँदा झमेला आइपर्ला। अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्त्वपूर्ण समय बित्न सक्छ। तपाईको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुखी बनाउला। मीन, सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह सहयोगले फाइदा हुनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। राशिफल जे जस्तो भए पनि तपाईको दिन मङ्गलमय रहोस्। धन्यवाद।